एउटा नाम सुई लगाउने है खुट्टा सिधा राख दिन्छु हजुरको नाम के होला तिम्रो नाम के हो मेलिसमा भन मेलिसमा मेलिसमा हो ए नि त मेलिसमा नानी मेलिसमा अर्को के हो थर के हो उसको भेटुवाल स्टाफ नम्बर उसको स्टाफ नम्बर कुन हो 10 अरे वाव डाक्टर छिटो बिरामी उठ्ने बेला भयो सोच्न बिरामी दिनुस् उसको डट नम्बर थ्याङ्क यू उसको रिपोर्ट यही छ है ए हस् खै त नानीको त यता उसको दाँतमा नि हल्का समस्या छ कि डाक्टर अरे के गर्ने फिलअप पनि गर्ने फिलअप स्केलिङ सबै दाँतको सम्पूर्ण उपचार हजुर किराले खाएको स्केलिङ चाहिँ गर्नु पर्दैन ए हस् डाक्टर त्योलाई फिलअप र दाँत निकाले मात्र त्यति मात्रै हो ल खै सानो खुट्टा सिधा सानो यसरी सुत आरामले गर्दा सुत त गर सुत त सुत दाँत उपचार गर्ने अब दाँत उपचार गर्ने त्यसपछि नानु दुख्छ ओके ओके नानु गर्नुपर्छ डाक्टर गर नानु औ ठुलो गर कुन दाँत हल्लेको हेरे 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 कुन दाँत हल्लेको देखाऊ कुन दाँत हल्लेको भन त ए डाउको दाँत हल्लेको आफैले हेर्नु नि डाक्टरहरूलाई थाहा हुँदैन बच्चा हो यो माथिको दाँत पो रहेछ ठुलो ठुलो धेरै किरा लागेको रहेछ नि त नानीलाई कस्तो भेम्बाए जस्तो दाँत रहेछ नानीको त नउठ्नु नउठ्नु यो जेल लगाएको हेरे चाहिँ खोल्नै छ दाँत खोल्नै छ यसले टुटुटुटु चिम्टीले निकाल्ने आँखा खोज्लाए ठुलो ठुलो रोइन नि त आज नानी त लिनुस् बहिनीको दाँत थ्याङ्क यू डाक्टर बिरामी सन्चो भयो बिरामी चाहिँ त्यति बिरामी चाहिँ पनि छैन त्यति मात्रै हो अरू दाँतको समस्या चाहिँ त्यति धेरै चाहिँ छैन यो औषधि चाहिँ जहिले नि नानुलाई दाँतमा लगाइदिनु होला ल खाना खाइसकेपछि बाई बाई थ्याङ्क यू